हेलो गाइज, तपाईँहरू युट्युबमा नयाँ हुनुहुन्छ भने प्लिज तलको सब्सक्राइब बटन थिच्नु होला। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। आज चाहिँ म तपाईँहरूलाई ओल्ड पावर मेड इजी भन्ने बुकबाट केही आफूले सिकेको कुराहरूलाई व्हाइट बोर्डबाट देखाउन गइरहेको छु। फर्स्टमा हेरौँ। फर्स्टमा इगोइस्ट मिन्स इगो रुट वर्डको मतलब हो सेल्फ आई, आफ्नै बारेमा मात्र सोच्ने। जस्तो इगोइस्टबाट थिङ्क ओन्ली अबाउट सेल्फिस पर्सन भन्ने बुझ्छ। सेन्टर मतलब आफूलाई सेन्टरमा राख्ने। बिलिभ्स वर्ड्स इन्भल्भ अराउन्ड देम भनेको चाहिँ अरूमध्ये आफूलाई चाहिँ एकदम आफूलाई चाहिँ सेन्टरमा राखेर हेर्ने जस्तो खालको भयो। इगो भनेको चाहिँ सेल्फ भयो। मेनिया भनेको चाहिँ पागलपन, आफैमा पागलपन भन्ने बुझ्यो। अब्सेस विथ देम सेल्फ्स। इगोटिस्ट भनेको चाहिँ लभ टकिङ एबाउट सेल्फ्स, आफ्नै बारेमा मात्र बोल्न खोज्ने। जस्तै एक्जाम्पलहरू यिनीहरू इगोबाट हामीले कतिवटा 4-5वटा एउटा रुट वर्डबाट हामीले 5-6वटा वर्डहरू बनाएका छौँ। यसरी रुट वर्डबाट पढ्दा तपाईँहरूलाई धेरै सजिलो हुन्छ। जस्तै एक्जाम्पल, हिज इगोसेन्ट्रिक बिहेभियर अनाइ एभ्रिवान। जस्तै अर्को हेरौँ, एन्थ्रोपोज मिन्स ह्युमन म्यानकाइन्ड। एन्थ्रोपोज मिन्स म्यानकाइन्ड। यहाँ चाहिँ जस्तो लोजी मतलब स्टडी हुन्छ। तपाईँहरूलाई म यहाँ लेखिदिन्छु। लोजी मिन्स स्टडी, जसले चाहिँ ह्युमन सम्बन्धी स्टडी गर्छ उसलाई चाहिँ एन्थ्रोपोलोजी भन्छ। फिल मतलब अहिले तल पढ्नुहुन्छ तपाईँले। फिल मतलब लभ हो, फिल। एन्थ्रोप मतलब म्यानकाइन्ड, जसले म्यानकाइन्ड सम्बन्धी ह्युमेनिटी सम्बन्धी स्टडी गर्छ। हु लभ्स म्यानकाइन्ड, उसलाई के भन्छ, फिलेन्थ्रोपिस्ट भन्छ। मिसन मतलब हेट हो। हेट जसले चाहिँ मेनकाइन्ड सम्बन्धी हेट गर्छ उसलाई चाहिँ मिसेन्थ्रोप भन्छ। पर्सन्स हु हेट पिपुल्स। एन्थ्रोपोइड ह्युमन काइन्ड, ह्युमन लाइक। जस्तै यसबाट नै हामीले अब एन्थ्रोपबाट 3-4वटा सिक्यौँ। जस्तो अर्को सेट 3मा छ गेमोज मिन्स म्यारिज। मोनो मिन्स सिङ्गल म्यारिज भन्ने बुझ्यो, 1 म्यारिज। बाई भनेको चाहिँ डबल, 2 म्यारिज भन्ने बुझ्यो। पोली मिन्स मेनी गेमी मिन्स म्यारिज, जसले चाहिँ धेरै बिहा गर्छ उसलाई पोलिगेमी भन्छ। गेनी अथवा पोलिएन्ड्री। गेनी मतलब वुमन र एन्ड्रो मतलब म्यान हो, जसको चाहिँ धेरै वाइफ्स अथवा हस्बेन्ड छ उसलाई पोलिगेनी र पोलिएन्ड्री भनिन्छ। जस्तै हामीले गेमोजबाट धेरै वर्डहरू सिक्यौँ। म्यारिजबाट सेट फर फिल भनेको चाहिँ हामीले यहाँ माथि नै गफ गरिसकेको थियो। फिलेन्थ्रोपिस्टबाट नै हल्का गफ गरिसकेको थियो, फिल मिन्स लभ भनेर। यसमा फिल मिन्स लभ, फिलो मिन्स लभ, फिलोसोफी मिन्स लभ अफ विस्डम भन्ने बुझ्यो। बिब्लियो मिन्स बुक भन्ने बुझ्यो। बिब्लियोफाइल भने बुक लभर। फिलेन्थ्रोपीको मतलब हामीले अहिले नै कुरा गरिसक्यौँ, लभ अफ ह्युमेनिटी। टेक्नोफाइल भने वान हु लभ्स टेक्नोलोजी।
यसरी नै हामीलाई रुट वर्डबाट धेरै सजिलो पर्छ जस्तै बायो मिन्स लाइफ लाइफमा बायोलोजी मिन्स स्टडी अफ लाइफ लोजी मिन्स स्टडी हामीले यहाँ माथि गफ गरिसकेछौँ लोजी मिन्स स्टडी भनेर यसमा हामी बायोलोजीमा छौँ ग्राफ मिन्स राइट लाइफ स्टोरी अफ द पर्सन्स भन्ने बुझ्यो एन्टिबायोटिक भनेको चाहिँ मेडिसिन्स द्याट फाइट्स लाइफ ब्याक्टेरिया भन्ने बुझ्यो बायोस्फियर भनेको चाहिँ अर्थ लिभिङ जोन भन्ने बुझ्यो अब जस्तै अर्को रुट वर्ड पन्ध्र सेट 6 मा छ क्रोनो मिन्स टाइम क्रोनोलोजी अर्डर अफ इभेन्ट्स बाई टाइम भन्ने बुझ्यो सिङ्क्रोनाइज भनेको चाहिँ ह्यापनिङ एट द सेम टाइम सिङ्क्रोनाइज क्रोनिक भनेको लङ लास्टिङ मतलब इलनेस प्रब्लम भन्ने बुझ्यो क्रोनिकल भनेको चाहिँ रेकर्ड अफ इभेन्ट क्रोनिकल भनेको चाहिँ रेकर्ड अफ इभेन्ट्स इन टाइम अर्डर क्रोनो रुट वर्डबाट हामीले 4-5वटा वर्डहरू सिक्यौँ यसरी नै तपाईँहरूको भोकेबुलरी बढाउँदै जानलाई धेरै सहज हुन्छ जस्तै लोजी मिन्स स्टडी साइन्स वर्ड भन्ने बुझिन्छ साइकोलोजी साइको मिन्स माइन्ड एन्ड लोजी मिन्स स्टडी अफ माइन्ड बायो मिन्स लाइफ लोजी मिन्स स्टडी अफ लाइफ न्युरोलोजीमा न्युरो भने नर्भ्स लोजी मिन्स स्टडी अफ नर्भ्स भन्ने बुझ्यो लोजिक साइन्स अफ रिजनिङ यसरी तपाईँले रुट वर्डबाट हरेक एउटा रुट वर्डबाट 5-6वटा मिनिङहरू सिक्न सक्नुहुन्छ र तपाईँहरूलाई धेरै सहज हुन्छ जस्तो ग्राम भनेको राइट अहिले नै कुरो गरिसकेको थियो हामीले ग्राफको राइट ड्र भनेर अटोग्राफ मिन्स पर्सन्स वान सिग्नेचर भन्ने बुझ्यो बायोग्राफ मिन्स लाइफ रिटन बाई सम वान बायो अर्काको लाइफलाई एउटा रिटर्न गर्ने ग्राफिक भनेको डिटेल भिजुअल टेलिग्राम मिन्स रिटर्न मेसेज सेन्ड क्विकली भन्ने बुझ्यो अब अर्को रुट वर्ड छ हाम्रो प्याथ मिन्स फिलिङ डिजिज सिम्प्याथी मिन्स फिलिङ विथ सम वान भन्ने बुझ्यो एम्प्याथी अन्डरस्ट्यान्डिङ सम वान फिलिङ डिपली भन्ने बुझ्यो प्याथोलोजी मिन्स स्टडी अफ डिजिज प्याथ मिन्स डिजिज लोजी मिन्स स्टडी अप्याथी मिन्स जहिले पनि हामीले रुट वर्डको अगाडि लिँदाखेरि यसलाई प्रिफिक्स भन्छ भने पछाडिलाई सफिक्स भन्छ बिचको रुट वर्ड र अब को प्रिफिक्सको मतलब हो नेगेटिभ नट भन्ने बुझ्छ भने नो फिलिङ भन्ने हुन्छ यसमा चाहिँ प्याथ मिन्स फिलिङ भयो भने अप्याथी मिन्स नट फिलिङ नो इन्ट्रेस्टेड इन ल्याक अफ इन्ट्रेस्ट भन्ने बुझ्यो यसबाट तपाईँहरूले प्याथोज वर्डबाट 4-5वटा वर्डहरू सिक्नुभयो यसरी नै तपाईँहरूले कन्टिन्यू रुट वर्डहरू पढ्दै जानुभयो भने धेरै सजिलो हुन्छ तपाईँहरूले हेर्दै जानु होला जस्तै माइक्रो मिन्स स्मल भन्ने भयो माइक्रोस्कोप भनेको डिभाइस टु सी स्मल अब्जेक्ट माइक्रो अर्गानिजम भनेको भेरी टिनी अर्गानिजम माइक्रोचिप भनेको स्मल इलेक्ट्रिकल चिप भन्ने भयो माइक्रो म्यानेज भनेको चाहिँ कन्ट्रोल स्मल टिनी डिटेल्स भन्ने भयो सेट 11 मा छ अटो मिन्स सेल्फ अटोबायोग्राफी भनेको लाइफ रिटर्न बाई वान सेल्फ आफैले बायोग्राफी गरेको भन्ने बुझ्यो अटोमेटिक भनेको वर्क बाई इटसेल्फ अटोनोमस भनेको सेल्फ गभर्निङ अब नोम भनेको चाहिँ रुल भन्ने तपाईँहरूले पछि बुझ्नुहुन्छ यसरी नै तपाईँले अटोग्राफ मिन्स वान सिग्नेचर भन्ने भयो जस्तै 12 मा फोन छ
फोन भनेको चाहिँ साउन्ड भन्ने, टेलिफोन मिन्स डिभाइस टु ट्रान्समिट साउन्ड भयो, माइक्रोफोन भनेको चाहिँ डिभाइस टु सिम्प्लिफाई साउन्ड भन्ने भयो, फोनिक्स भनेको स्टोरी अफ साउन्ड अफ लेटर्स भन्ने भयो, सिम्फोनी भनेको हार्मोनियस एरेन्जमेन्ट अफ साउन्ड भन्ने भयो। यसरी तपाईँहरूले हुटोडबाट धेरै मिनिङहरू सिक्नु छ भने यो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। नयाँ छ भने तुरुन्तै सब्सक्राइब गरिहाल्नु र हामीसँग जोडिनु होला। यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। तपाईहरुको केही जिज्ञासा छ भने यसमा कमेन्ट गर्नुहोला। म तपाईहरुको कमेन्ट हेरेर नयाँ भिडियोहरु ल्याउने छु। धन्यवाद। आजलाई छुट दिनुहोला।